हेलो एन्ड नमस्ते एभ्रिवान, इसमें छु एनजी फेरि पनि म आइसकेको छु आफ्नो काममा। सो अलराइट गाइज, पैसा कमाउनु नि गाह्रो छ यार। यत्रो भारी बोकेर हिँड्नु परेछ है इट्टाको। फेरि बाटो नि लास्टै ठाडो 5-6 तले माथि पुऱ्याउनु पर्छ क्या इट्टा पनि। यति बोकिसक्यो है गाइस इट्टा चाहिँ। अब हेर्दै जाउँ दिनभरिमा कति बोक्दो रहेछ, म तपाईँहरूलाई देखाउँदै जान्छु। आज चाहिँ काम गर्दा गर्दै थाक्यो यार। अब अघि ठेकदार साहबले फोन गरेर बाँस तल झारै बाँस र फर्महरू खोलेर भन्थ्यो अब बाँस लिन जानुपर्छ हैन। आज चाहिँ यो फलामहरू यहीँ राखेर अनि यो बाँसहरू तल झार्ने रे। अनि बाँस, यो गाडा, यो ड्रम अनि यिनीहरू खोलेर तल लैजा, तल झारेर राख भनेको थियो। अब झारेर तल राख्नु पर्यो हैन। अनि अर्को यहाँ छ कि बोकेको यो बालुवा अनि इट्टा यता यहाँ पनि छ इट्टा बालुवा ट्याक्क छ। अनि ल यहाँबाट देख्ने भ्यू ल दामी छ, दामी। हावा चाहिँ डेन्जर आयो चाहिँ खतरा। यस्तै हावा आयो भने मजा आउँछ कि होइन। ल यताबाट यो साइडबाट यस्तो छ। अलि सामुन छ कि भुइँ परि ल भत्र गोल छ पुरै के हो के यस्तो त। ल मेरो बाँस रेडी भयो है। अब बोक्नको लागि रेडी। यति भएपछि त नि कस्तो मधुराको यतिको बाँस बोकेपछि त 10-12 सरमै सर्लक्कै सकाउनुपर्छ होइन बाँसहरू। अब फलाम छ यतातिरको, यहाँको सकिहाल्यो। अब यहाँ धेर छैन, 2 सरमा त सकिन्छ यो पनि। अनि यहाँ बाहिर छ, घाम चाहिँ डेन्जर लागिरहेछ कि कस्तो पोल्ने घाम लाग्यो फेरि लाग्नुपट्टि। सो गाइज, अब साउन झार्नमा अर्को एकजना साथी पनि पठाउँछु भन्ने छ। अनि आउँदैछ अरे हाम्रो गुरुङ सम्धी चाहिँ। त्यही नै हो, साउन झारेपछि अब साउन पो फेरि ल्यायो कि ल्याएन एकचोटि फोन गर्नु पऱ्यो होइन उता ठेकदारलाई। ल्याएन भने फेरि तनाव हुन्छ कि होइन, केले खोल्ने त्यो झ्याउ हुन्छ कि। त्यही भएर अब साउन पनि पठाइदियो भन्नु पऱ्यो नि त होइन। यो अन्त तरिका यार। कङ्काल है गाइज, कङ्काल ल डेन्जर टाइपको छ यार। पड्कायो सो अल राइट गाइज, म चाहिँ छुट्टी भएर घरतिर हिँड्दैछु अहिले होइन। अहिले 8:15 भइसक्यो। अहिले बल्ल छुट्टी भएर घरतिर जाँदै
हैन।